मलिना अनि कहाँ हो त अहिले यही हो बाटोमा दुबईको एयरपोर्टमा छु अहिले बाटोमा कसले लिन आउँदैछ मलिना मा यस्तो नभन्नुहोस् यो मन पग्लिन्छ यो मलिना थ्याङ्क यू सो म मच धेरै पछि लाइभमा आएँ यस्तो किन म आज लाइभ आउनु मन लाग्यो म अहिले अलिकति सोसियल मिडियामा एक्टिभ पनि छैन ट्रेनिङहरू चलिरहेको थियो अनि किन आउनु मन लाग्यो भनेको हाम्रो घोषजीलाई भेट्नु रहेछ अनि अनि गेम हुनु पानी सक्यो मेरो विश पाउनु परेन बेस्ट अफ लक हेर दिमाग बेस्ट अफ लक धन्यवाद यतिको बेस्ट अफ लक आएपछि त गजबै भयो गेम हुन अगाडि त शुभ कार्यको लागि त शुभकामना दिनु त मेरो फर्स्ट बन्छ नि त मेरो बन्छ त्यही बनेर त यहाँ आयो नि म लिनु अन्त त्यही भएर ल जित्नु पर्छ है ढुक्क हजुरले अब जिते पनि नजिते पनि केही छैन तर आफ्नो बेस्ट दिने हो हैन बेस्ट दिने हो आफ्नो बेस्ट दिने हो गेम नजिते पनि हैन हार जित नेपालीहरूको मन जितेर चाहिँ आउनेछौँ हार जित भन्ने कुरा हुन्छ कहिले जितिन्छ कहिले हारिन्छ हैन तर केही छैन ढुक्क हुनुहोस् त्यो चाहिँ अब नेपालीहरूको मन जितेर चाहिँ आउनेछौँ ल स्योर हो है ल मेरो मन हजुरको त मन अब कहिले जित्ने होला हजुरको मन जित्नु पर्ने बेला भएको छ मेरो मन त जितिसक्यो जितिसक्यो मेरो मन त जितिसक्यो नि हेरोनले उहिले जमानामा हजुरको मन सकिहाल्यो नि हजुरको मन जितेपछि त अनि अब भनेपछि लिन आउनुहुन्छ होला होइन म आउँदैछु आज राति आइपुग्छु ओहो भनेपछि अब एनर्जी हाई हुने भयो मेरो अलिकति एनर्जी त हाई आयो के ल्याइदिउँ होइन अलिक अहिलेलाई काजु पिस्ताहरू चाहिन्छ जस्तो छ अलिक काजु बदाम लिएर त्यस्तै सोच्दैछु म काजु लिएर आउँछु किसमिस र काजु अनि बदाम क्वेसनको रिप्लाई दिन पर्यो हजुरले भन्नु न जोडी चाहिँ सुहा छ है भाइबारीको अरे के भन्न चाहनुहुन्छ उहाँहरूलाई धन्यवाद भन्नु न धन्यवाद 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 है नसुने हुन्छ त थापा मगर र बुढा मगर मिलेपछि के हुन्छ नेपाल खान्छ त कुप्लुक्कै थाबु मगर हुन्छ प्यारे थाबु मगर के भने खाबु बच्चा हुन्छ कि को यो बच्चा हुन्छ भने जेपाइले बोले छाडा छाडाको भने छाडा बोलिरहेछु के नबोलिस्यो ल म बुझ्छु म बोल्दिनँ अब म सुध्रिसकेँ के आज प्यारी घोस्ट आज सुध्रेको ल सुध्रेको अब म भेटेपछि सुध्रिनु परेन भने अघि सुधिदिनु पर्यो नि त ल ठिक छ राम्रो यो एरनजी गर्नु मलाई त्यो दुबईको हरियो चक्लेट ल्याइदिनु ल एउटा हामीलाई हरियो चक्लेट त कसैले ल्याउला हरियो चक्लेट पाउँछ नि त्यो दुबईमा के तोक्दाखेरि हरियो हुनेवाला के गुनाफे भनेको नि त्यही ल्याइदिनु ल हजुरलाई ज्यादै लिएर आउँछु म एरनले मलाई चक्लेट ल्याइदिनु हुन्छ कि ल्याइदिनु हुन्न है एरन त्यो हरियो चक्लेट ल त्यो त अब एउटा म त लिएरै आउने भयो त्यहाँ भित्र पक्का हो नि पक्का हरियो चक्लेट भित्रबाट हरियो भएको बाहिरबाट कालो बुझ्यो कि मैले कुनाफे भन्नुभयो हो ए कुनाफे हो नि त मैले थाहा छैन के अहिलेसम्म ल म खुवाउँछु के खुवाउने हो अहिलेसम्म थाहा छैन प्यारीहरू मैले कुनाफे भन्ने ल एरनजी म खाने भयो स्योर हो थ्याङ्क यू सो मच